मलाई हैन एउटा कुरा शेयर गर्न मन लाग्यो कि तपाईहरुसँग। हिजो मैले भिडियो यसो हेर्दै थिएँ के युट्युबमा हैन। अनि टक्क मेरो आँखा के अर्जुन सापकोटा हाम्रो कलाकार हुनुहुन्छ नि उहाँको श्रीमती दिपा सिमकडाको युट्युब च्यानलमा पर्यो कि उहाँले हालेको भिडियोमा। उहाँले भिडियो चाहिँ 2 हप्ता अगाडि हाल्नु भयो रहेछ तर मैले चाहिँ हिजो देखेको उहाँको भिडियो। त्यो भिडियो यस्तो छ नि यस्तो छ। त्यो भिडियो र हर कोही रुन्छ क्या, हर कोही मान्छे रुन्छ। त्यस्तो दर्दनाक भिडियो छ क्या। त्यो बहिनीले कसरी सर्यो होला के त्यो बहिनीलाई कति पीडा भयो होला है। यस्तो घटना हाम्रो गाउँ ठाउँमा कति हुन्छ क्या तर यस्तो हुन्छ नि त्यो डरले अनि कसैले केही भन्ला कि समाजको यताउताको डरले हामीले भन्नै सकिरहेको हुन्न कि कतिजनाले भन्नै सकिरहेको हुनुहुन्न के यस्ता यस्ता कुराहरू। भोलि मलाई केही भन्छ कि यताउता भन्ने डरले त हो नि हैन। अनि मेन त म के भन्छु भने चाहिँ आफ्नो छोराछोरीहरूलाई प्लिज नबुझ्ने हुँदासम्म त्यति बेलासम्म आफ्नो छोराछोरीलाई आफैसँग राख्नु के सकेसम्म। उसलाई के भइरहेछ यताउता एकदम केयर गर्नु के सोधपुछ गर्नु के भइरहेछ यताउता। यदि तपाईको बाध्यताले नै पठाउनु परे पनि राम्रोसँग बुझ्नु के बेला बेला त्यो ठाउँमा जानु जासुस गर्नु यताउता सबै गर्नुपर्छ क्या। त्यस्तो गर्नु के प्लिज। म त के भन्छु उहाँको जस्तो पीडा के अब हर कोही छोरीले नसहनु के। लास्टै दर्दनाक छ के। तपाईहरु पनि गएर त्यो भिडियो हेर्नु के यस्तो छ नि तर हेर्नै पर्छ त्यो भिडियो चाहिँ है। मेन त आमाहरुले बाउहरुले नि हेर्नै पर्छ त्यो भिडियो चाहिँ के आफ्नो छोराछोरीको लागि भए पनि। कोही त यस्तो दानव दानव राक्षस हुन्छ नि के भन्नु। ओ माय गॉड। म चाहिँ हैन त्यो भिडियो चाहिँ म तपाईहरुलाई यहाँ राखिदिन्छु। उहाँको लिंक पनि म युट्युबको लिंक पनि राखिदिन्छु हैन। त सबैजना गएर के एकचोटी हेर्नुस् त्यो भिडियो सुन्नुस् के। त्यो सुन्नै पर्छ क्या सबैले ताकि भोलि गएर हाम्रो छोराछोरीलाई त्यस्तो नहोस् भन्नको लागि भए पनि त्यो भिडियो सुन्नै पर्छ क्या तपाईहरुले। त्यस्तो छ के।